यति राम्रो ठाउँ कहाँ होला भनेर सोच्दै हुनुहुन्छ भने एकचोटि पक्कै जानुपर्छ है साथीहरू। हाई साथीहरू, तपाईहरूलाई स्वागत छ मेरो अर्को मिनी भ्लगमा। आज चाहिँ हामी जाँदैछौँ नुवाकोट ककनीमा रहेको भाइरल चौर। त्यहाँ पुग्नको लागि सबभन्दा पहिले हामी पुग्न पर्ने हुन्छ माछापोखरी। माछापोखरीदेखि लगभग 20 किलोमिटरको हाराहारीमा रहेको त्यस ठाउँमा जाँदैछौँ आज हामी घुम्नको लागि। त्यस ठाउँमा जानको लागि 2वटा बाटोहरू रहेको छ। हामीले रोज्यौँ शेषमती हुँदै जरङ्गु हुँदै तिनपिप्लेको बाटो। बाटो कस्तो होला भनेर सोच्दै हुनुहुन्छ भने त्यसको लागि डोन्ट वरी साथीहरू, बाटो एकदम राम्रो बनेको छ। हामी पुग्ने ठाउँमा चाहिँ आज कुहिरो लागिरहेको रहेछ। बर्खाको समय भएर होला बाटोमा हामीले हरियाली वातावरण र मनमोहक दृश्यहरू, मनै लोभ्याउने दृश्यहरू देख्न पाउनेछौँ। त्यसपछि हामी प्रवेश गर्यौँ नुवाकोट। आफ्नो जन्मभूमि नुवाकोट भएर होला मलाई चाहिँ साथीहरू नुवाकोटको नाम सुन्ने बित्तिकै मनमा छुट्टै किसिमको आनन्द फिल हुन्छ। बाटोमा हामीले साना साना झरनाहरू पनि देख्न सक्नेछौँ। खाजा र बस्नको लागि ठाउँ खोज्दै हुनुहुन्छ भने बाटोमा एकदम राम्रो रिसोर्टहरू पाउन सक्नुहुनेछ। भाइरल चौर पुग्नको लागि चाहिँ साथीहरू ककनी बजारदेखि देब्रे साइड लाग्नुपर्ने हुन्छ। भन्दै हामी आइपुग्यौँ हाम्रो गन्तव्यमा। प्रकृतिले भरिपूर्ण रहेको यो ठाउँ कहिले घाम लाग्ने कहिले कुहिरो लाग्ने एकदम रमाइलो थियो। पिकनिकको लागि पनि यो ठाउँ एकदम राम्रो रहेको छ। विशेष गरी कपल अथवा ग्रुपमा जानको लागि पनि एकदम राम्रो ठाउँ रहेको छ। धेरै भिड नहुने एकदम शान्त वातावरण भएकाले फोटो भिडियोहरू बनाउन हजुरहरूले सक्नुहुनेछ एकदम मजाले खोलेर। हामीले त फुल इन्जोय गर्यौँ। अब हजुरहरू पनि जाने होइन त एकचोटि?